देशवासीहरू एउटा भरम पनि छ। श्रम संस्कृति पार्टीले जहिले विरोध गर्यो भने भरम छ। हामीले विरोध गरेको होइन। आज यो राष्ट्रमा सम्मानित ठाउँमा म भन्न चाहन्छु, हामीले विरोध गरेको होइन, हामीले खबरदारी गरेका हौँ। खबरदारी र विरोध भनेको नितान्त फरक हो। खबरदारी गर्नु भनेको चाहिँ खबरदारी कसले गरिन्छ भन्दाखेरि सबैभन्दा नजिकका पात्रलाई, जसले आफूले नजिक हेरिन्छ, जो सफल होस् र उनले चालेको हरेक पाइलाहरू सही ठाउँमा चाहिँ चालोस् भन्ने जसले चाहन्छ तिनलाई चाहिँ हामीले खबरदारी गर्नु अथवा खबरदारी गर्ने प्रचलन नेपालमा छ। त्यसै कारणले म भन्न चाहन्छु, हामीले विरोध गरेका होइनौँ, खबरदारी गरेका हौँ र आउने दिनमा राष्ट्र र राष्ट्रियताको पक्षमा, माटोको पक्षमा, देशको पक्षमा र सधैँभरि राम्रो कामको पक्षमा श्रम संस्कृति पार्टी चट्टान जौँ उभिएर साथ दिनेछौँ। हामी हिजोको जस्तो राजनीतिक त्यो चाहिँ अलिक गलत प्रविधिबाट माथि उठेर एउटा वास्तवमा नेपाली भनेर चाहिँ सम्झिनुपर्छ र नेपाली भनेर हामी अघि बढ्नुपर्छ भन्ने हामीले बुझेका छौँ। त्यसै कारणले गर्दाखेरि यसो भन्दै गर्दाखेरि फेरि नराम्रो देश र जनताको अहित हुने ढङ्गले देशको चाहिँ संविधानको मर्म विपरीत संहिता, धर्मनिरपेक्ष, लोकतन्त्र र तपाईँको चाहिँ आम नागरिकको हितमा भएका तपाईँको कामहरूलाई दायाँ बायाँ गर्न खोजिन्छ भने फेरि श्रम संस्कृति पार्टी होला सिटमा सङ्ख्यामा थोरै होला, तर नागरिकको पक्षमा उभिएर चट्टान चाहिँ उभिएर चाहिँ हामी त्यसको प्रतिकार गर्नेछौँ।